कुनै समय यो देउबा निवास बुढा नीलकण्ठ भनेपछि एउटा शक्ति केन्द्र थियो। यहाँ बिजोडको शक्ति केन्द्र थियो। यो काङ्ग्रेसका लागि त अझ एउटा भन्ने हो भनेदेखि त यो पावर सेन्टर नै थियो भने देशका लागि पनि धेरैको यो पावर सेन्टर थियो। पटक पटक देशको प्रधानमन्त्री भएका शेरबहादुर देउबा र आर्जु राणा देउबा अहिले यो भदौ 24 को यो आगजनीपछि र यो भवनलाई खरानीमा परिणत गरेपछि अहिले उहाँहरू नेपालमा हुनुहुन्न। उहाँहरूले नेपाल आउने वातावरण बनाउनुस्, हामी आउँछौँ भनेर उहाँहरूले चाहिँ भन्नुभएको छ र केही दिनपछि उहाँहरू नेपाल आउँदै हुनुहुन्छ। सायद उहाँहरू यो ठाउँमा आउनुहुन्न होला। अहिले देउबा निवास नभए पनि देउबा चोक चाहिँ अहिले पनि अस्तित्वमा रहेछ। देउबा निवास चाहिँ खरानीमा परिणत भएको छ। तपाईहरुले देख्नुभयो ढोकाहरू सबै ढडेका छन्। यो बाटो पर्दाखेरि मैले पनि एउटा भिडियो म संयोगवश एकपटक आएको थिएँ म यहाँ। अब अहिले चाहिँ यो भग्नावशेष अवस्था।